सम्पूर्ण साथीहरु नमस्कार। म आज तपाईहरुलाई सिन्धुलीका कृष्ण विक भन्ने मान्छेको पुलिसको हिरासतमा जुन मृत्यु हुन्छ त्यसकै बारेमा बताउन गइरहेको छु। उनले प्रेम विवाह गर्छन्। केटीको उमेर चाहिँ 18 वर्षको, उनी 20 वर्षका। कानुनी रूपमा 18 वर्ष भएपछि बुवा आमाको सहमतिमा मात्रै बिहे गर्न पाइन्छ। कानुन पनि हेर्नु कस्तो छ हाम्रो। उ मान्छे 18 वर्ष पुगेपछि भोट हाल्न सक्छ र आफूले चाहेको सरकार बनाउन सक्छ, हैन? उसको हित अहित र उसको भविष्य निर्माण गर्ने बाटो कोर्ने सरकारसम्म छान्न सक्छ। तर 18 वर्षमा उले आफ्नो जीवन साथी चुन्ने अधिकार चाहिँ पाउँदैन। कस्तो विरोधाभास। त्यही कानुनको दुरुपयोग गर्दै परिवारले के गर्यो? बलात्कारको मुद्दा हाल्यो। सजातीय भएको भए या अर्को त्यो भन्दा उपल्लो जातको भएको भए सायद त्यो मुद्दा पनि हुँदैन थियो होला। तर दलित भएकै कारणले मुद्दा हालियो समाचारमा आए अनुसार। र उसलाई जबरजस्ती बलात्कार गरेको भनेर जबरजस्ती पुलिस कस्टडीमा सिग्नेचर गराउने प्रयत्न गरिसकेपछि उनले सुसाइड गर्न बाध्य भयो भनेर उसको परिवारले भनिरहेको छ। यहाँबाट के बुझिन्छ भन्नुहुन्छ भन्दाखेरि यहाँ हामी जोड्न हेर्न सक्छौं। यो दलित आयोग जुन छ, दलितहरुको अधिकारका लागि दलितहरुको पक्षमा भएका कानुनको कार्यान्वयनको पक्षमा जुन हेर्ने एउटा कमिसन छ, दलित आयोग संविधानमा व्यवस्था गरेको। त्यो दलित आयोग कहाँ मरेको छ, कहाँ मुन्टेको छ, के हेरेर बसेको छ? किन यस्ता घटना घट्दाखेरि उसले आफ्नो कुराहरु स्पष्टसँग राख्दैन र कानुनको परिपालना गराउँदै उसको न्यायका लागि उभिदैन? खाली भत्ता पचाउने मात्रै हो। अध्यक्ष बन्ने, सदस्य बन्ने अनि भत्ता पचाउने मात्रै हो। दलित आयोगको कहाँ मुन्टेको छ, कहाँ देखिन्छ? खोइ कहीँ पनि सिनमा देखिँदैन। र अर्को कुरा, भर्खर तपाईहरुले दलितहरुसँग आजसम्मका लागि जुन अपहेलित उत्पीडित जीवन जिउनु पर्यो देशमा, त्यसका लागि राष्ट्रसभाका अध्यक्ष सभापति रवि लामिछानेले माफ मागे। सम्पूर्ण दलितहरुसँग माफ मागे। सारा जनताले वाह गर्यो हैन त? उनको माफ मगाइले कहाँ परिवर्तन आयो त? कसको आचरणमा परिवर्तन आयो? दलितहरुप्रति हेर्ने कसको दृष्टिकोणमा परिवर्तन आएछ? कसको मनस्थिति बदलिएछ त? स्वयं आफ्नै सरकारमा भएको प्रहरी उसले शुद्ध त उनको माफ मागेको आशयलाई बुझ्न सकेन, अनुसरण गर्न सकेन भने यो अरु कसले परिवर्तन भएको देखिन्छ। पुलिसको रवैया हेर्नुहोस्। प्रेम विवाह गरेको प्रश्न छ। त्यति कुरा देखादेखि पनि होला, कानुनी रूपमा त्यस्तो भयो होला, तर प्रेम विवाह त प्रेम विवाह थियो। त्यसलाई त्यसरी नै लिएर जानु पर्थ्यो कि जबरजस्ती जकाउ केसमा जकाउने र मान्छेलाई मर्न बाध्य बनाउने। त्यही पुलिस हैन? तसर्थ यो जुन दलित आयोग छ, जुन यो सरकार छ, सारा दलितहरुसँग माफ माग्ने सरकार छ, यिनीहरुले यो जुन कृष्ण विका मरेका छन् अहिले त्यो मार्न बाध्य बनाउने सम्पूर्ण कल्प्रिटहरुलाई कानुनी कठघरामा ल्याउनको लागि चाहिँ लाग्नुपर्छ। म त्यही कुरा भन्न चाहन्छु। हवस् त, नमस्कार।